पछिल्लो समयका एकदमै चर्चित आशिका तामाङ र कार्विकाद्वारा उम्मेदवारी फिर्ता लिएको छन्। ग्रिन कार्डका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेदवार कार्विका थापा र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिएका छन्। थापा रूपन्देही क्षेत्र नम्बर 2 बाट उम्मेदवार बनेकी थिइन् भने तामाङ धादिङ क्षेत्र नम्बर 1 बाट उम्मेदवार भएकी थिइन्। थापा अमेरिकी ग्रिन कार्ड होल्डर हुन् भने तामाङ पनि जर्मन ग्रिन कार्ड होल्डर रहेको छन्। उम्मेदवारीमा फिर्ताको लागि हल्ला चलेपछि आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट उम्मेदवारी दिएकी उनले सामाजिक सञ्जाल फेसबुकबाट पोस्ट सेयर गर्दै उम्मेदवारी फिर्ता नलिएको बताएकी थिए। यसअघि तामाङ निकट स्रोतले तामाङले उम्मेदवारी दिने निर्णय गरेको बताएको थियो। आशिका तामाङले पनि उम्मेदवारी फिर्ता लिएकी छिन्। सामाजिक सञ्जाल जर्मनको लागि स्थायी आवासमा अनुमति पत्र र पिआरको लागि फोटो सार्वजनिक भएको थियो। सोही विवादमा तानिएपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनी निकट स्रोतले बताएको थियो। अमेरिकाको स्थायी र आवासमा अनुमति पत्र र ग्रिन कार्ड लिएकी थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका थिइन्। थापा राप्रपाका नेता तर पूर्व कानुन मन्त्री निराजन थापाको छोरी रहेको छन्। उनी लामो समयदेखि अमेरिका नेपालमा ओहोर दोहोर गर्दै आएकी थिइन् भने केही दिनभित्रै अमेरिकामा जाने तयारी समेत रहेको बुझिएको छ। तामाङले उम्मेदवारी फिर्ता गर्नका लागि फोन र इमेल गरेको निर्वाचन अधिकृत अहिकराज अधिकारीले जानकारी दिएको छन्। उहाँले उम्मेदवारी फिर्ता गर्छु भनेर फोन गर्नुभयो। सोही व्यवहारमा इमेलमा पनि गर्नुभएको थियो। त्यसलाई हामीले सूचनाका रूपमा लिएका छौँ। उनले निर्णय हुनका लागि बाँकी रहेको बताएको छन्। उनका अनुसार तामाङ आफै कार्यालयमा उपस्थित हुने तयारीमा छन्। प्रतिनिधि सभा निर्वाचन ऐनको लागि अनुसूची 22 को अन्तर्गतमा फारम भरेर इमेल गरेकी थिइन्। गोर्खा क्षेत्र नम्बर 2 मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज 12 मिनेट 16 सेकेन्डमा लामो फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिए। सँगै उनी सामरिक र भू राजनीतिक जटिलताका कुरा पनि राखेका थिए। आफ्नो फेसबुक लाइभमा बोल्दै भट्टराईले सामरिक र भू राजनीतिक मुद्दामा उठाएको हुन्। देशको सामरिक र भू राजनीतिक अवस्थामा जटिल भएको भन्दै भट्टराईले भने संसारमा पहिलो अर्थतन्त्र बन्दै गरेका चीन र तेस्रो शक्ति बन्ने दिशामा भएको भारत र पहिलो अर्थतन्त्र बनेका अमेरिका लगायतका देशहरूको लागि जुन सामरिक चासो छ त्यो सामरिक चासोमा यदि हामीले ठिक समयमा व्यवस्थापन गर्न सकेनौँ भने अर्को द्वन्द्व निम्तिन सक्ने र त्यसको राष्ट्रिय स्वाधीनतामाथि नै खतरा उत्पन्न हुने स्थिति पनि आउन सक्छ। त्यसैले यस्तो विषयमा देशको लागि निम्ति फेरि हामीले सही परराष्ट्र नीति निर्माण गर्नका लागि संसदमै रहेर भूमिका निर्वाह गर्न उपयुक्त हुन्छ कि भन्ने मलाई एउटा लाग्यो। देशको विकास नहुनुको कारणका बारेमा आफूले चाहिँ विद्यावारिकको विषय नै बनाएको भन्दै भट्टराईले नेपालको राजनीतिक क्रान्तिसँग आर्थिक र सामाजिक क्रान्तिको लागि लय नमिल्दा भदौ 23 र 24 को भित्र भएको बताएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर 1 मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेकी आशिका तामाङले जर्मनीको स्थायी आवासीय अनुमति पत्र पिआर सम्बन्धी विवादपछि नेपाल स्थित जर्मन दूतावासमा बोलाएकी थिइन्। मनोनयन दर्ता गरेको केही घण्टामै उनीसँग जर्मनीको पिआर रहेको विवरण सार्वजनिक भएपछि उनको संवैधानिक योग्यतामाथि नै प्रश्न उठेका थिए। नेपालको संविधान र प्रचलित कानुन अनुसार विदेशी मुलुकको लागि स्थायी आवासीय अनुमति लिएका व्यक्ति प्रतिनिधि सभा सदस्यका लागि अयोग्य हुने व्यवस्था छ। यही कानुनी प्रावधान आधारमा कारणले तामाङको उम्मेदवारी संविधान विपरीत रहेको भन्दै राजनीतिक तथा भू राजनीतिक र कूटनीति कानुनी वृत्तिमा बहस सुरु भएका थिए। धादिङको लागि कोजुरी गाउँपालिका अन्तर्गत मलेखो स्थायी ठेगानामा भएकी तामाङ पार्टीभित्रको लागि अन्य आकांक्षी र कार्यकर्तालाई उछिन्दै रासपाबाट उम्मेदवार सिफारिस हुन सफल भएकी थिइन्। पिआर सम्बन्धी विवरण र सार्वजनिक भएपछि रासपाभित्रले पनि असन्तुष्टि देखाएको थियो। यसअघि सोही पार्टीका लागि सभापति रवि लामिछानेको लागि अमेरिका र नेपालको दोहोरो नागरिकता र राहदानी विवादका कारण चितवन 2 मा उपनिर्वाचन भएको थियो। उक्त घटनाका कारण राज्यले दोहोरो निर्वाचन खर्च बिहोर्नु परेको पृष्ठभूमिमा तामाङको उम्मेदवारी दिनेले फेरि कानुनी जोखिम निम्त्याएको विश्लेषण गर्न थालेका थिए। प्राप्त विवरण अनुसार तामाङले जिल्ला प्रशासन कार्यालय धादिङबाट 5383 नम्बरको नेपाली नागरिकता लिएकी थिइन्। त्यसपछि सन् 2014 जुन 2 मा 074 51 र 156 नम्बरको लागि नेपाली राहदानी लिएर स्टाफ नर्स अध्ययनका लागि जर्मनी गएका थिइन्। जर्मनीमै उनले चाहिँ थोमस स्टेफोरसँग विवाह गरेकी थिइन् र उनीसँग 10 वर्षका छोरा र 5 वर्षकी छोरी थिइन्। अभिलेख अनुसार तामाङले सन् 2017 मा नोभेम्बर 7 मा 2074 मा कार्तिक 1 मा जर्मनीको स्थायी बसोबास र
आवासीय अनुमति PR पनि लिएकी थिइन्। पछिल्लो पटक उनले 2023 जुन 9 मा PA र 1788/68 नम्बरको लागि नेपालीको राजधानी बनाएको थियो। 2082 असार 5 गते जर्मनीको पुगेर असार 17 गते नेपाल फर्किएको विवरण रहेको छ। सो अवधिमा उनले जर्मनीको स्थायी आवासीय अनुमति कार्ड समेत नवीकरण गरेकी थिइन्। म्याद सकिएको स्थायी र आवासीय अनुमति कार्ड प्रतिस्थापन गर्दै उनले नयाँ PR कार्ड लिएको अभिलेखमा उल्लेख गरेको छ, जसको म्याद उनको लागि पछिल्लो नेपाली राजधानीको म्याद अनुसार 2033 जुन 8 सम्म कायम रहने देखिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्नका लागि गृह जिल्ला झापा पुगेका एमालेका अध्यक्ष KP शर्मा ओली आज काठमाडौँमा फर्किँदैछन्। एमालेको केन्द्रीय कार्यालय स्रोतका अनुसार शनिबार शेयर कारोबारी दिपेन्द्र अग्रवाल सहितको लागि उद्योग व्यवसायहरूको लागि पार्टी प्रवेश कार्यक्रम छ। ओलीको उक्त कार्यक्रममा प्रमुख अतिथि हुन्। कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गणमा आयोजित हुने स्रोतले जनाएको थियो। ओली अबको केही दिनमै काठमाडौँमा चाहिँ रहने र विभिन्न जिल्लामा आयोजन हुने निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुने पार्टी स्रोतले आएका थिए। को हुन् द दिपेन्द्र अग्रवाल भन्ने? स्टक मार्केट र इन्भेस्टरका लागि परिचित र अग्रवाल उक्त क्षेत्रका लागि अग्रणी व्यवसाय रहेको छन्। उनी विराटनगर महानगरपालिका 9 का बासिन्दा रहेको छ। उक्त वडा मोरङमा जिल्लाको लागि क्षेत्रमा 6 मा पर्छन्। त्यहाँबाट एमालेका विनोद ढकाल र नेपाली काङ्ग्रेसका शेखर कोइला चुनावी प्रतिस्पर्धामा रहेको छ। उक्त क्षेत्रमा मारवाडी समुदायको बाक्लो बसोबास रहेका थिए। गत साउन 5 र पुस 4 मा उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनले चलाउने गरेका 15 वटा कारोबार व्यवस्थापन प्रणालीमा TMT खाता मार्फत आफै खरिद गर्ने र आफैले बिक्री गरी शेयर मूल्य बढाउने आरोपमा पक्राउ परेका थिए। शेयर मूल्यमा निश्चित तहमा पुर्याएपछि उनले शेयर बिक्री गर्थे। आफै खरिद गर्ने र आफै बिक्री गर्ने क्रममा धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने गरेको प्रहरीले जनाएको थियो। उनले तिर्नुपर्ने पैसा नतिरेपछि पीडितले धितोपत्र बोर्डमा उजुरी गरेका थिए। दोस्रो पटक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले पुस 4 मा पक्राउ गरेको थियो र 14 काठमाडौँमा जिल्लामा अदालतले 49,19,665 रुपियाँको धरौटीमा छुटेका थिए।